यहाँ इन्टिग्रेसन x प्लस 1/x dx छ भनेपछि हामीले के गर्ने भन्दाखेरि यहाँ इन्टिग्रेसन छ यो ब्र्याकेटभित्र यो टर्महरू छ भनेपछि यसलाई सेपरेट आउट गरिदिनु पहिला सबैभन्दा पहिला हामीले चाहिँ काम चाहिँ यसलाई सेपरेट आउट गर्ने के गर्ने भन्दाखेरि इन्टिग्रेसन x dx प्लस इन्टिग्रेसन 1/x dx गरौँ अब यहाँ चाहिँ x को इन्टिग्रेसन भनेको कति भन्दाखेरि x 1 प्लस 1 यसको टाउकामा के छ भने के छैन भनेपछि 1 हुन्छ प्लस चाहिँ इन्टिग्रेसन गर्नुपर्दा 1 हुन्छ है अब माथि चाहिँ टर्म छ त्यही टर्म लेख्यौँ हो प्लस अब हामीलाई के थाहा छ भन्दाखेरि सूत्र भनेको चाहिँ इन्टिग्रेसन 1/x भन्ने बेला चाहिँ यो फर्मुलाको हिसाबले चाहिँ एन्टिलग अफ के भन्छ x हुन्छ प्लस c चाहिँ कन्स्ट्यान्ट अब यसलाई सर्ट गर्ने बेला के हुन्छ भन्दाखेरि x टाउकोमा 2 अपन कति छैन 2 लेख्ने प्लस एन्टिलग अफ कति हुन्छ x प्लस कति हुन्छ c त्यही हो हाम्रो एन्सर है अब डीमा हेरौँ डीमा के छ इन्टिग्रेसन a को पावर क्यूब माइनस x को पावर क्यूब dx छ भनेपछि यहाँ चाहिँ पहिला हामीले चाहिँ के गरौँ भन्दाखेरि यसलाई सेपरेट आउट गरौँ त्यसपछि कुरोतिर चाहिँ अगाडि गरौँ है यसलाई सेपरेट आउट गर्दा a को पावर क्यूब dx हुन्छ हो माइनस इन्टिग्रेसन x को पावर 3 dx गर्न सकिन्छ अब यहाँ हेर्ने बेला हामीले चाहिँ इन्टिग्रेसन के को रेस्पेक्टमा गर्दैछौँ x को रेस्पेक्टमा गर्दैछौँ यहाँ पनि के को रेस्पेक्टमा गर्दैछौँ x को रेस्पेक्टमा गर्दैछौँ यदि x को रेस्पेक्टमा गर्ने बेला चाहिँ यहाँ चाहिँ यदि x बाट यसलाई इन्टिग्रेसन गर्न सकिन्छ अब यसमा के छ a छ a भनेपछि यो के टर्म भेरिएबल के अरे कन्स्टेन्ट टर्म हो अब यहाँ x भनेपछि यो के हुन्छ भेरिएबल टर्म हुन्छ त्यसले भेरिएबल टर्मलाई चाहिँ हामीले इन्टिग्रेसन गर्न सकिन्छ र कन्स्टेन्ट टर्मलाई चाहिँ हामीले के गरौँ भन्दाखेरि इन्टिग्रेसन गर्नु बाहिर निकालौँ a को पावर क्यूब इन्टिग्रेसन यो यसलाई चाहिँ अगाडिपट्टि निकालेपछि के बच्छ 1 बच्छ के पनि छैन भनेपछि कति हुन्छ 1 dx माइनस यसको इन्टिग्रेसन गर्दा कति हुन्छ x 3 को 3 लेख्ने इन्टिग्रेसन गर्ने बेला कति प्लस 1 अब माथि चाहिँ टर्म छ त्यही टर्म चाहिँ तलतिरपट्टि पनि लेख्ने हो प्लस c किन राख्नु भन्दाखेरि अब इन्टिग्रेसन खोल्न छ जस्ट त्यही कारणले गर्दा है a को पावर क्यूब लेखी अब 1 dx को इन्टिग्रेसन गर्दा कति हुन्छ x हुन्छ कन्स्टेन्ट टर्मको इन्टिग्रेसन गर्दा कति हुन्छ x हुन्छ माइनस x को पावर कति हुन्छ 4 बाई कति हुन्छ 4 प्लस कति c लेखौँ यही हो हाम्रो चाहिँ यसको एन्सर है डीको भन्ने एन्सर अब के गरौँ भन्दाखेरि प्रश्न दिएको ईमा ईमा क्वेसन के छ भन्दाखेरि इन्टिग्रेसन a x को पावर स्क्वायर प्लस bx प्लस कति छ c
dx छ। यसलाई पनि त्यही गरौँ। पहिला चाहिँ सबैलाई चाहिँ सेपरेट गर्नु गरेर चाहिँ छुट्टै छुट्टै लेखिदिनु dx प्लस integration bx dx plus integration c कति हुन्छ dx है। अब यहाँ हेर्दाखेरि a भयो b भयो र यो c भन्ने टर्म चाहिँ के हो कन्स्ट्यान्ट टर्म हो। किन भन्दाखेरि हामीले चाहिँ के को रेस्पेक्टमा इन्टिग्रेसन गर्दैछौँ भन्ने हेर्न पर्छ के को रेस्पेक्टमा गर्दैछ x को रेस्पेक्टमा गर्नेको कारणले चाहिँ यिनी टर्म चाहिँ के हुन्छ a b र के हो c चाहिँ के हुन्छ कन्स्ट्यान्ट टर्म हुन्छ जबकि x भएका टर्म चाहिँ के हुन्छ भ्यारिएबल टर्म चाहिँ हुन्छ। त्यसलाई चाहिँ हामीले इन्टिग्रेसन गर्न सकिन्छ है। कन्स्ट्यान्ट टर्मले चाहिँ हामीले इन्टिग्रेसन गर्न सकिन्न। त्यही भएर चाहिँ कन्स्ट्यान्ट टर्मलाई चाहिँ इन्टिग्रेसन गर्न कतापट्टि राख्ने अगाडिपट्टि राखौँ। पहिला इन्टिग्रेसन गर्न अगाडिपट्टि राखौँ त a integration x to power 2 dx plus b integration x dx plus c integration c ले अगाडिपट्टि राख्यौँ भने यसमा चाहिँ केही पनि छैन भने कति हुन्छ 1 dx। अब a लेख्यौँ x यसलाई इन्टिग्रेसन गरेर 2 plus 1 by माथि जे छ त्यही टाइम तलपट्टि पनि लेख्ने हो प्लस b लेख्यौँ यसलाई इन्टिग्रेसन गर्दाखेरि यसको टर्ममा केही छैन भने कति हुन्छ हामी भन्न पर्छ 1 हुन्छ 1 प्लस 1 इन्टिग्रेसन गर्नु है प्लस माथि जे टर्म छ त्यही टर्म लेख्यौँ प्लस c। अब 1 को इन्टिग्रेसन गर्दा कति हुन्छ x प्लस कति हो c इन्टिग्रेसन खोल्यौँ त्यसको कारणले है। ए आयो x को पावर कति 2 प्लस 1 गर्दा कति हुन्छ 3 आयो अपन तलतिरपट्टि कति 3 प्लस b छ x को टर्ममा कति छ 1 प्लस 1 गरेर 2 अपन कति हुन्छ 2 प्लस cx प्लस कन्स्ट्यान्ट चाहिँ के राख्नु c अथवा c नराखेर यसलाई चाहिँ के राख्नु सकिन्छ किन भन्दाखेरि यहाँ दुईटै टर्म चाहिँ के छन् c छ जसको कारणले मा चाहिँ कन्फ्युजन हुन्छ भनेर चाहिँ हामीले कन्स्ट्यान्ट टर्मलाई चाहिँ हामीले के मान्यौँ सपोजको लागि यो केसको लागि के मान्यौँ के सपोजको लागि हामी के मान्यौँ भनेर भन्न सकिन्छ है। अब f मा के छ भन्दाखेरि इन्टिग्रेसन x स्क्वायर माइनस 1 by x स्क्वायर अपन कति छ dx। ल यसलाई पनि त्यही गरौँ पहिला जस्तै पहिला इन्टिग्रेसन लिस्ट छुट्याइदिउँ integration x square dx minus integration 1 upon x square dx। अब यहाँ केही कन्स्ट्यान्ट टर्म छ केही कन्स्ट्यान्ट टर्म छैन है। अब यसलाई सिम्पली इन्टिग्रेसन गरौँ x को पावरमा 2 प्लस 1 अपन 2 प्लस कति हो 1 हुन्छ माइनस यसलाई अहिले चाहिँ यतिकै इन्टिग्रेसन गर्न सकिन्न यसलाई चाहिँ यो 2 लाई x को पावर 2 लाई चाहिँ माथिपट्टि लिएर जाँदा पनि यहाँ
तलतिर हुँदा चाहिँ -+2 छ, माथिल्लो जाने बेला चाहिँ x को पावर कति हुन्छ -2 हुन्छ र के लेख्न सकिन्छ dx हुन्छ। अब चाहिँ के गर्न सकिन्छ भन्दाखेरि x को पावर 2 + 1 गर्दा कति हुन्छ 3 हुन्छ। अपन तलतिर पनि 3 लेखौँ माइनस यसलाई इन्टिग्रेसन गर्ने बेला के हुन्छ भने x को टाउकामा चाहिँ -2 पहिले आउँछ, इन्टिग्रेसन गर्ने बेला कति थप्नुपर्छ +1 थप्नुपर्छ। त्यसै गरी तलतिरपट्टि पनि जे माथि लेखेछ त्यही संख्या चाहिँ तलतिरपट्टि पनि लेख्ने हो हैन। ल प्लस के c भन्ने एउटा के कन्स्ट्यान्ट हुन्छ है। x को पावर कति आयो 3 बाई कति हुन्छ 3 हुन्छ माइनस x को पावर कति हुन्छ -2 + 1 गर्दा कति हुन्छ -1 अपन कति हुन्छ -1 प्लस कति हुन्छ c। ल x को पावर 3 अपन कति रहने 3 एउटा माइनस यहाँ छ एउटा माइनस यहाँ छ। अब यो माइनस चाहिँ यतापट्टि जाने भने के हुन्छ यो माइनस र यो माइनस मिलेर के भन्छ प्लस भन्छ हो। त्यही भएर चाहिँ यहाँ के हुन्छ प्लस र x को टाउकामा चाहिँ -1 प्लस कति हुन्छ c अथवा x को टाउकामा कति हुन्छ 3/3 हुन्छ प्लस यो हामीले यहाँ पहिले के गरेको थियौँ तलको संख्याले चाहिँ माथिपट्टि लगाएर चाहिँ माइनस बनाइयो भने माथिको संख्यालाई चाहिँ तलपट्टि लिएर जानु पनि माइनस छ भने के हुन्छ प्लस हुन्छ x के हुन्छ प्लस हुन्छ। त्यही यहाँ चाहिँ -1 छ तलपट्टि जानु भने के हुन्छ +1 प्लस के हुन्छ c कन्स्ट्यान्ट त्यसरी लेख्नु हुन्छ। यहाँसम्म ठिक छ है।